हजुरको बालबच्चाहरू यदि 18 वर्षको भित्रको हुनुहुन्छ भने हजुरले 18 वर्षभित्रका बालबालिकाको लागि बाल उन्नति बिमा लिन सक्नुहुनेछ। मेरो नानीहरू दुवैजनाको मैले एउटा भविष्य सुनिश्चितताको लागि मैले बाल उन्नति बिमा योजना लिइसकेको छु, जुन बिमा अन्तर्गत हामी अभिभावकहरूको स्वत रिस्क कभर हुने, अशक्तता लाभहरू हुने भएको कारणले गर्दाखेरि अत्यन्तै उत्कृष्ट रहेको छ बाल उन्नति बिमा योजना। हामीले बच्चाहरूको बिमा गर्दा हाम्रो रिस्क कभर हुने नै भयो। यदि हामीहरू केही भएको खण्डमा हाम्रा बालबालिकाहरूको बिमाको लाग्ने किस्ताहरू बिना हुने र बच्चाको मासिक रूपमा पढाइ खर्चको लागि 1% को दरले उनीहरूले मासिक रूपमा पढाइ खर्च स्वरूप उनीहरूले पाउने र म्याचुरिटी अवधिमा फेरि हाम्रो बिमाङ्क जति छ त्यसको चाहिँ बोनस सहित रकम पाउने भएको हुनाले बाल उन्नति बिमा योजना अत्यन्तै उत्कृष्ट रहेको छ। यदि हजुरहरूलाई पनि लिन इच्छा, हजुरको बालबच्चाहरू यदि 18 वर्षको भित्रको हुनुहुन्छ भने हजुरले 18 वर्षभित्रका बालबालिकाको लागि बाल उन्नति बिमा लिन सक्नुहुनेछ। मेरो नानीहरू दुवैजनाको मैले एउटा भविष्य सुनिश्चितताको लागि मैले बाल उन्नति बिमा योजना लिइसकेको छु, जुन बिमा अन्तर्गत हामी अभिभावकहरूको स्वत रिस्क कभर हुने, अशक्तता लाभहरू हुने भएको कारणले गर्दाखेरि अत्यन्तै उत्कृष्ट रहेको छ बाल उन्नति बिमा योजना। हामीले बच्चाहरूको बिमा गर्दा हाम्रो रिस्क कभर हुने नै भयो। यदि हामीहरू केही भएको खण्डमा हाम्रा बालबालिकाहरूको बिमाको लाग्ने किस्ताहरू बिना हुने र बच्चाको मासिक रूपमा पढाइ खर्चको लागि 1% को दरले उनीहरूले मासिक रूपमा पढाइ खर्च स्वरूप उनीहरूले पाउने र म्याचुरिटी अवधिमा फेरि हाम्रो बिमाङ्क जति छ त्यसको चाहिँ बोनस सहित रकम पाउने भएको हुनाले बाल उन्नति बिमा योजना अत्यन्तै उत्कृष्ट रहेको छ। यदि हजुरहरूलाई पनि लिन इच्छा